शिक्षा विधेयक जारी कर विद्यालय शिक्षा विधेयक जारी कर निःशुल्क गुणस्तरीय सार्वजनिक शिक्षा संभव छ निःशुल्क गुणस्तरीय सार्वजनिक शिक्षा संभव छ गेट खोल देते हैं, नहीं तो खोल देते हैं, चले यार। हल्का पछाड़ी चल हल्का पछाड़ी चल कौन सभा करूला जय शिक्षा शिक्षा संभव छ लाइव हम कर प्रभात फेरी कार्यक्रम आज संभव भयो। आज ग्लोबल एक्सन वीक शिक्षाको लागि साप्ताहिक कार्यक्रम आजदेखि सुरु भएको छ। आज 15 गतेदेखि 22 गतेसम्म हाम्रो निरन्तर कुनै न कुनै कार्यक्रम जिल्लाभरिमा एनसी नेपालको आयोजनामा र हामी आबद्ध संस्थाहरू धनुषा जिल्लाका 12वटा संस्था छ। त्यो आबद्ध संस्थाहरूको नेटवर्क यो सञ्जालले विभिन्न रूपमा कार्यक्रम गर्ने हुनेछ र आज सुप्रभात फेरी कार्यक्रम सुरुवात दिनमा हामीले गरेका छौँ, जसमध्ये निःशुल्क र सार्वजनिक गुणस्तरीय शिक्षा सम्भव छ भन्ने मूल नाराका साथ विश्वव्यापी हामीले पनि अभियान चलाएका छौँ, जसमध्ये प्रदेशमा पनि जनकपुरमा पनि र हामीले विभिन्न बालबालिकाहरूको लागि भविष्यसँग कसैले खेलवाड गर्न नसकोस्, सरकारले सहजीकरण गरोस्, सरकारले सहयोग गरोस् र हामी संस्थाहरूले सबलीकरण, वकालत, एडभोकेसीका कामहरू गर्ने गर्छौँ, दबाब दिने काम गर्ने गर्छौँ र शिक्षा विधेयक अहिले सरकारले तुरन्त लागू गर्नु पर्यो। किन शिक्षा सुधारको मेरुदण्डै भनेको शिक्षा विधेयक हो। शिक्षा ऐन आएन भने त्यो हाम्रो बालबालिकाको भविष्यमाथि खेलवाड हुन जान्छ र गुणस्तरीय शिक्षामा पनि मार्का पर्न जान्छ। त्यसै सन्दर्भमा आज हामीले पहिलो दिन सुप्रभात कार्यक्रम गरेर सञ्चालन गरेका छौँ। योभन्दा बढी भन्न चाहिन। अर्को कार्यक्रम हाम्रो किन टिचरहरूले यहाँ किन काठमाडौँमा राजधानीमा किन आन्दोलनहरू गरिरहेको छ यही विधेयकको लागि, त्यसमा के भन्न चाहनुहुन्छ? अब माग भनेको सरकारको प्रति आफ्नो जनताले आफ्नो सरकार समक्ष राख्ने आफ्नो कर्तव्य र दायित्वभित्र पर्छ। आफ्नो अधिकारको लागि माग गर्नुपर्छ। उहाँहरूको जायज माग जो छ सरकारले सम्बोधन पनि गरिदिनु पर्ने हुन्छ। किन अधिकारको लागि सरकारसँग जानु अपराध होइन, अपराध गर्न गएको होइन। आफ्नो अधिकार सुनिश्चित गर्नको लागि, बालबालिका भविष्य सुनिश्चित गर्नको लागि अधिकार माग्न गएको छ। जो जायज मागहरू छन् उहाँहरूको जायज मागलाई सम्बोधन गरिदिए हामीलाई कुनै आपत्ति छैन। सर, अर्को कुरा तपाईँले यसमा ब्यानरमा लेख्नु भएको छ होइन, त्यो निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ, त्यो कसरी सम्भव छ? अब सरकारले यसको लागि पोलिसी बनाउनु पर्यो। सरकारले चाहेको ठाउँमा बजेट विनियोजन गरोस् र बालबालिकाको क्षेत्रमा सरकारले अत्याधिक मात्रामा बजेट स्रोत सुनिश्चित गर्यो भने यो सम्भव छ र
र यसमा समुदायले पनि आफ्नो बालबालिका भविष्यको लागि उठ्नुपर्छ, समाजले पनि उठ्नुपर्छ र सिएसओ आबद्ध संस्थाहरूले पनि यसमा एडभोकेसी र लबी गर्नुपर्ने हुन्छ। अनि यो यसको अध्यक्षता तपाईँले गर्नुभयो, तपाईँ आफ्नो परिचय दिइहाल्नुहोस्। मेरो नाम कमलेश कुमार मण्डल र म एनसी नेपाल धनुषाको जिल्ला समन्वय समिति भन्छौँ अध्यक्ष पनि हो र म आबद्ध संस्था भनेको पिपल प्रमोट सेन्टर पिपिसी भनेर चिनिन्छ, म पिपिसीको पनि संस्थाको अध्यक्ष हुँ। सर, एनसी नेपालको यो निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षाको लागि कस्तो कस्तो प्रयास छ? यसको लागि भनिहाले हामीले सरकारवालाहरूसँग स्थानीय निकाय, अभिभावक, विद्यार्थी, पत्रकार र स्थानीय सरकारदेखि प्रदेश सरकारदेखि सँगै सरकारसँग हामी लबी गर्ने काम, वकालत गर्ने काम, यसलाई सबलीकरण कसरी गरिदिने त्यो कामहरूमा हामीले सहजीकरणको भूमिका खेल्छौँ। धन्यवाद।